सो हेलो गाइज वेलकम ब्याक टु द च्यानल। अब फेरि हामी बिहा गर्दैछौँ होइन, प्रोफेसर ट्रिक्सको बुजिराक भन्ने। अनि यो मैले सुनेको छैन है। 2 दिनदेखि म गायब थिएँ। मैले भनिसकेँ अघिल्लो भिडियोमा पनि। आज ड्याङ 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 3-4वटा भिडियो आउँछ। त्यो मध्ये एउटा हो यो प्रोफेसर ट्रिक्सको बुजिराक। यो एक दिनमै रिप्लाई दिएका थिएँ। ल सुनिदिउँ है त, के छ है त। बिट दामी हो। बुझिराख मलाई खुरिराख कगाङले खोजिराख लुकिराख जुदिराख अहिले उडिराख टाढा छस् कुकुर जस्तै भुकिराख खुमिराख मान्छे भुलिराख रातो निलो कालोसँग दुरिराख मेरो भिडियो हेर्दै मलाई घुरिराख स्टेजमा हुन्छु त अडियन्समा उभिराख नेता भए पुलिस मन्त्री बुझिराख डन भए टन्न गुन्डा राखिराख राख साथमा साथी राख जुन दिन भेट्छस् कुकुरीमा घाँटिराख सेना मेना पटुलेर बसिराख खान्छस् एक न एक दिन सुनिराख सपनामा देख्न सक्छस् उठिराख सुतिस पनि सिरानीमा छुरिराख आउँदैछु तँलाई भेट्न सक्छस् नि अगाडि हेप्न एक्लै काफी तिमीहरू खेद्न आइज बाटो छेक्न पैसा पर्दैन जे पनि बोल्छ सक्दैन नि आँखामा हेर्न तँलाई छिन्दैन मलाई गन्छ तेरो सहरले मेरो सुन्छ हल्का चाहिँ फ्लो टाइपमा जानुभयो दाइ। अनि या के स्केलेटै भएछ त दाइ र जिन्से बिच होइन, आएको आइ छ ब्याक टु ब्याक, यतापट्टिबाट उतापट्टिबाट कति धेरै आएको यार आजभोलि होइन डिसहरू। अस्ति भर्खरै हाम्रो के अरे त्यो दाइको नाम, मैले फेरि नाम बिर्सिन्छु के, यो मेरो के भएको भएको है। जस भइरहेको छ सिनमा के भइरहेको छ। त्यो अघिल्लो हाम्रो त्यो दाइको नाम मैले फेरि बिर्सेँ क्या यार। हाम्रो एएनटिएफ र लुरे लुरे दाइको चाहिँ त्यो भएको थियो नि त। सो या मानस कले दाइको। अनि अहिले फेरि हाम्रो जेम्सी र प्रोफेसर ट्रिक्सको, योले दुईजनालाई फाइदा चाहिँ फाइदै हुन्छ। उतापट्टि अघिल्लोमा चाहिँ डिस्टिस थिएन, यसमा चाहिँ डिस्टिस छ, दुईजनालाई फाइदै हुन्छ। सो या योभन्दा चाहिँ मलाई अगाडिको गीत चाहिँ राम्रो लाग्यो, तर यो नि सुनिदिउँ न। खाइन पाइ छालाको टोपीलाई थाइ नपाइ चलाइस मेरो भाइ चिल्लास मेरो दाइ मान्छे हुन्छ सम्हाल तेरो भाइ गोरु मुनि तेरो गीत मेरो टाइप तेरो स्टाइल मेरो फ्लो मैले हाने मेरे हो तमुजीको नै हो तेरो फेम के नै हो रिल हो कि रियल स्वाङ धेरै भो बिबय गर्ने बेला फुच्चे गुच्चा खेल्दै थियो नेपाल हारिस मलाई हेर्दा सब फिस एक दुईवटा हिट बजारमा पोज दिने गीत जलाइदिन्छु अगाडि खरागनको बीच सडकमा घिसारला अलि इज्जत गर्न सिक बुम ब्याक ट्र्याप तेरो ग्राइम हो कि ड्रिल आइटम सङ निकाली ऱ्यापको मारिरहेछ फिल पाउँछ सो आयो 4 लाखको बिल तेरो ज्याम धर रापमा ओइ माफियालाई डिल यतिमा त बार्स दिए दाइले है, राम्रो दिए है। मलाई अगाडिसम्म चाहिँ त्यस्तो लाग्थेन, यतिमा चाहिँ दामी दिए। सो या यो म त छोड्दिनँ टाइपको नै भइरहेको छ होइन। दुईजना बिच अब के हुन्छ हेरौँ, केही नहोस् होइन। झगडा सगडासम्म पुग्नुहुन्न यसमै, ऱ्यापमै गर्दाखेरि होइन, दुईजनालाई फाइदा पनि हुन्छ होइन। सो या अब के गर्छ नि त दाइहरूकै कुरा, म बिचमा बोल्ने कोही नि होइन, म त जस्ट एज अ थर्ड पर्सन हेरिरहेको हो। लोकल ऱ्यापर क्राई बेबी, वान सिटी वान मुभमेन्ट, का ग्याङ, represent the culture, but it rock. Let's go. तँलाई भेट्न सक्छस् नि अगाडि हेप्न Okay, एक्लै काफी तिमीहरू खेद्न okay, ग्याङ लिएर आइज बाटो छेक्न okay, पैसा पर्दैन जे पनि बोल्छ okay, सक्दैन नि आँखामा हेर्न okay. तँलाई छिन्दैन मलाई गन्छ तेरो सहरले मेरो सुन्छ पास
पासपोर्ट भिजा टेन्सन छुटुक्क प्लेन चढ मिसन पुरा गर्न दिमाग अलि ट्रेन गर पहिला जसरी हुन्न स्टाइल अलि चेन्ज गर मुटु तरो बना निधार एम गर गेम गर तँलाई हान्ने बनाइरहेको प्लानलाई सुराखी कन्सर्ट दिन जाँदा उतै सामान रेडी स्ट्यान्ड बाई लोकेसन ट्र्याक गर्न सजिलो रिप्लाई फ्यानलाई टिकट काटिदिन्छु सो पछि रिपोर्ट क ग्याङलाई पर बसेर देश बाहिर नाना थरी दिरा जापानदेखि युकेसम्म रहेछ गुये किरा त्यसको आहा। किरा दुईटा किला रहेछ डलर चिल्ला नेपालको एयरपोर्ट सुन मात्र छिराइसके हिरा ओके। सँग थोरै कसको भर परिस चक्रपथमा कुन दाइलाई कल गरिस मनाङ्गेको माया साथमा कसलाई भनिस पूर्वको लिम्बू परे भेट्दाखेरि मरिस सक्छस् नि अगाडि हेप्न मनाङ्गेकै कुरा गर्नु दाइले पनि अगाडि पनि उसले मनाङ्गेकै उदो हालेको थियो जेम्सीले दाइले पनि मनाङ्गेकै कुरा गरिरहेको छ कसलाई फोन गरिस् तैँले भनेर यहाँ कुरा गर्नु छ सो या यही रहेछ गीत चाहिँ एक्लै काफी तिमीहरू खेद्न ग्याङ लिएर आइज बाटो छेक्न ओके पैसा पर्दैन जे पनि बोल्छ सक्दैन नि आँखामा हेर्न तँलाई चिन्दैन मलाई मलाई गर्छ ए ओके तेरो सहरले मेरो सुन्छ ओके यो थियो क ग्याङ बुझिराख भाइ हाम्रो प्रोफेसर ट्रिक्स यहाँनिर चाहिँ मनाङ्गेको के भन्नु तैँले परिस चक्रपथमा कुन दाइलाई कल गरिस मनाङ्गेको माया साथमा कसलाई भनिस पूर्वको लिम्बू परे भेट्दाखेरि ओके त्यही त यहाँ भनेर रहेछ नि मनाङ्गेको कुरा रहेछ ओके गीत चाहिँ यही रहेछ बुझिराख भन्ने सो तैँले चेतावनी दिनुभएको छ बुझिराख म तँलाई आउँछु भेट्नलाई होइन तेरो ठाउँमा तँलाई गन्दैनन् मलाई सुन्छन् भन्नुभएको तैँले सो या बुझिराख अब चाहिँ अझै आउँछ कि नाइ डिस आए हेरौँला नआए ठिकै छ केटाकेटी हो होइन यो पनि ब्याक गरे अब कसको गीत ब्याक गरौँ प्लिज कमेन्ट डाउन बिलो लेट्स गो गर्मी खाएर चितवनमा यार पसिना पसिना लेट्स गो